आजको एजमा थ्योरी मात्र भएर विश्वमा गाई पनि बेचिँदैन हेर्नुहोस्, स्किल चाहिन्छ। विदाउट स्किल केही पनि हुँदैन। आज अस्ट्रेलियाले पनि स्किल भएकोलाई मात्र पिआर दिने भनेको छ। अब स्किलको लागि नेपालमा जति पनि कलेज छ त्यो कलेजहरूमा कलेजका विद्यार्थीहरूले सिधै म साइन्टिस्ट कपिल पौड्यालसँग सम्पर्क राख्न सक्नुहुन्छ। यहाँले सफ्टवेयरबाट कुनै पनि मेसिन कसरी अपडेट गर्ने, त्यसै गरी ड्रोन बनाउनु पर्यो। ड्रोनमा चाहिँ रोबोट फिट गरेर माथि गएर शरीर प्रिन्ट गर्ने खालको ड्रोन बनाउनु पर्छ कि आगो निभाउने खालको ड्रोन बनाउनु पर्छ कि रोबोट फिट गरेको, अथवा चाहिँ यार्सकोमा टिपेर ल्याउने ड्रोन बनाउनु पर्छ कि, त्यो सबै गर्न सक्नुहुन्छ। ड्रोनको मात्र आइडिया भएर हुँदैन, अहिले रोबोटिक्स आइडिया पनि चाहिन्छ। रोबोटिक्स र ड्रोन जब मिल्छ जे पनि बनाउन सकिन्छ। त्यसकारण आजको एज भनेको आइटी एज हो। आज हामीले सुरु गरिसकेका छौँ। म तपाईँहरूलाई अरू पनि देखाउँछु, बाहिरका चिजहरू, हाम्रो प्र्याक्टिकल गर्ने ल्याबहरू सबै देखाउँछु तपाईँहरूलाई। हामीहरूले एउटा माइक्रो कन्ट्रोलर हो। यो माइक्रो कन्ट्रोलरलाई प्रोग्राम गरेर कसरी इन्टरफेस गर्ने, तपाईँहरूलाई सी प्रोग्रामिङ आउँछ, कोडिङ आउँछ, तर त्यो सी प्रोग्रामिङ बिर्सेर जान्छ, कहीँ युजै हुँदैन। सी सिकाएको थियो भन्नुहुन्छ। अब त्यो सी सिकेको के कारणले रहेछ भन्ने कुरो जब तपाईँले इन्टरफेस गर्न जान्नुहुन्छ, यहाँबाट सारा मेसिनहरू कन्ट्रोल गर्ने, ठुल्ठुला जस्तो भनौँ न, चाउचाउ बनाउने मेसिन, जुत्ता बनाउने मेसिन होस्, सिमेन्ट फ्याक्ट्री होस्, हरेक इन्डस्ट्रिजमा पनि तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ, त्यहाँको फल्ट फाइन्डिङ गर्न सक्नुहुन्छ। त्यसै गरी आफैले नयाँ नयाँ इनोभेसन गरेर नयाँ नयाँ चिजहरू पनि बनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूलाई म स्किल दिन्छु। विश्वभरि जहाँ सिकै गए पनि तपाईँहरूले आफ्नो स्किल देखाउन सक्नुहुन्छ, नयाँ नयाँ एआईमा नयाँ नयाँ इन्भेन्सन गर्न सक्नुहुन्छ। यसको लागि म आज म तपाईँहरूलाई हाम्रो ल्याबहरू पनि देखाउँछु तपाईँहरूलाई। यहाँ अब सुरु भइसकेको छ। नाइस टु मिट यु सर। व्हाट्स योर नेम सर? सुमित। सुमित सर, नाइस टु मिट यु सर। यहाँ हामीसँग स्टेबल मोटरदेखि लिएर अब यी सबै चिजहरू छन् हामीसँग, रिले कन्ट्रोलिङ चिजहरू, यी सबै चिज छ हामीसँग, केही पनि कमी छैन हामीसँग। कम्प्युटरबाट कसरी कन्ट्रोल गर्ने भनेर प्रत्येक चिज हामीले स्विचिङदेखि लिएर सबै कन्ट्रोल गरेर देखाउँछौँ हामीले। यहाँ एडिनो कन्ट्रोलदेखि लिएर हामीहरूले चाहिँ जसरी पाई प्रोग्रामिङदेखि लिएर माइक्रो कन्ट्रोलर, पिआइसी, पिएलसी कन्ट्रोल सबै हामी गरेर देखाउन सक्छौँ। अब यी जति पनि किटहरू छन्, पिएलसी, अब यो पिएलसी कसरी कन्ट्रोल गर्छ, कनेक्सनहरू कसरी गरिन्छ, त्यसै गरी यी सबै किटहरूले विभिन्न किसिमका कामहरू गर्छन्। कोही सेन्सरहरू छन्, विभिन्न किसिमका सेन्सरहरू छन्, स्टेबल मोटरहरू छन्। यिनीहरूलाई जोडेर छुट्टा छुट्टै मोटरले छुट्टा छुट्टै कन्ट्रोल गरेर रोबोट बनाउने, ड्रोन बनाउने, के गर्ने, यो सम्पूर्ण जानकारी अप्टिकल सेन्सर सारा यही कोर्समा गर्छौँ। र जसलाई बेसिक इलेक्ट्रोनिक्स थाहा छ, सफ्टवेयर थाहा छ, उसले सजिलैसँग गर्न सक्छ। अब यो सबै चिज हामीहरूले सिकाउँछौँ। हेर्नुहोस् है, तपाईँहरू विश्वमा जहाँ गए पनि तपाईँहरूले चाहिँ अब स्किल प्रदर्शन गर्न सक्नुहुन्छ, हात जब भेट्न सक्नुहुन्छ। अब हामीहरूको यो कामको लागि सपोर्ट गर्ने हाम्रो इन्जिनियर सर हुनुहुन्छ समीर सर चाहिँ नि मसँग आज जोडिनु भएको छ। एकदम मलाई प्राउड फिल भइरहेछ। उहाँ चाहिँ नि माइक्रो कन्ट्रोलरदेखि लिएर एडिनो कन्ट्रोलसम्म, रसरी पाइपदेखि लिएर सबै सफ्टवेयरबाट हार्डवेयरमा, त्यसै गरी मोबाइलबाट पनि, एन्ड्रोइडबाट पनि उहाँले कन्ट्रोल गर्न सक्नुहुन्छ, सबै चिज गर्न सक्नुहुन्छ उहाँले पनि। त्यस कारण चाहिँ अब हामी सिकाउनलाई हामी अब रेडी छौँ। जति पनि नेपालमा स्किल चाहिन्छ भन्ने जति पनि व्यक्तिहरू हुनुहुन्छ उहाँहरू सम्पर्क राख्न सक्नुहुन्छ। थ्याङ्क यू। कति करेन्ट बग्छ भनेर हामीले सानो एउटा वाट आवर मिटर बनाएको हो। एसी टोटल अब म्याक्सिमम पावर ड्र गरिरहेछ, कति गरिरहेछ भनेर यहाँबाट मेजरमेन्ट गर्छ, डिस्प्लेमा आउँछ। हामीले एडभान्स सिक्न खोज्नेको लागि एडभान्स र बेसिक इलेक्ट्रोनिक्सदेखि नै सिक्न खोज्नेहरूको लागि पनि अपर्च्युनिटी छ। ट्रान्जिस्टर, डायोड, क्यापेसिटर, रेजिस्टर, यी सब कम्पोनेन्ट चेकिङदेखि लिएर डिजिटल इलेक्ट्रोनिक्समा एन्ड गेट, अर गेट, नर गेट, ल्याच, फ्लिप फ्लप,
सबैको प्र्याक्टिकल्ली 1 बिट मेमोरी कसरी हुन्छ भनेर प्र्याक्टिकल्ली पनि गराउँछौँ र सफ्टवेयरबाट हार्डवेयर कसरी इन्टरफेस गरेर कसरी प्रत्येक पार्ट पुर्जाहरू चलाउन सकिन्छ, एआईमा एक्सपोर्ट कसरी हुन सकिन्छ भनेर हामी सिकाउँछौँ। आउनुहोस्, सबैजनालाई वेलकम छ।